होइन ल यो चाहिँ अहिले रघुवीर नेपाली र छलीमाया भन्नुभयो हैन छलीमाया नेपालीको चाहिँ यो अहिले यो छाप्रो हो जुन म यहाँ छु र उहाँहरूको हातबाट यो पानी पनि खाइयो तिर्खा लागेको बेला पानी पनि खुवाउनु उहाँहरूले उहाँहरूको घर पूर्णतः छेदविच्छेद छ यो बस्तीकै घर छेदविच्छेद छ उहाँहरूको ठाउँमा चाहिँ हामी चर्पी र अस्थायी टरा बनाइदिने अभियानमा जुटेका थियौँ अहिले यहाँ तत्कालको आवश्यकता अस्थायी टरा बनिसकेको हुनाले हामी चर्पी निर्माणको प्रक्रियामा छौँ र यस्ता बुढा मान्छेहरू जसले मेरो कलालाई धेरै माया गर्नुहुन्थ्यो धेरै सपोर्ट गर्नुहुन्थ्यो यस्तै रघुवीर नेपालीहरू जस्ता धेरै नेपाली समुदायहरूको आशीर्वाद होला सायद र म यो अभियानमा अगाडि बढ्न सफल भएको छु म निरन्तर बढिरहेको छु सबैको हौसला प्रेरणा का साथ चाहिँ मलाई एकदमै यस्ता ठाउँहरूमा यस्ता असहाय मान्छेहरूलाई चाहिँ केही सहयोगी बन्ने सामाजिक अगाडि बढ्ने प्रेरणा मिलिरहेको छ आज मैले यो प्रेरणा उहाँहरूको परिवारबाट पनि लिइरहेको छु यो ऊर्जा लिइरहेको छु र यही छेउमै हामी चर्पी बनाइरहेको छौँ अहिले यो छोटो बसाइ चाहिँ रघुवीर नेपाली उहाँ चाहिँ मेरो एकदम नजिकै साथी भइसक्नुभयो 78 वर्ष पुगिसक्नुभयो र उहाँको समस्या उहाँ अहिले यत्रो यो विपत्तिमा हुँदा पनि उहाँका दुईजना छोराहरू के छ बा के छ आमा भनेर पनि न फोन मार्फत न भेटेर नै उहाँहरूलाई भनेको अवस्था छ उहाँहरूले यो दुईजनाले व्यक्त गरिसक्नु भएको छ यो पीडा सायद यस्तै पीडा यो अहिले भूकम्प प्रभावित क्षेत्र र देशभरि नै होला आमा बुवाको महत्त्व सबैले बुझ्नुपर्छ अब उहाँहरू भित्रको समस्या के हो थाहा छैन तर आमा बुवा भन्ने चिज के हो भन्ने चिज चाहिँ हाम्रा छोराछोरी सबैले बुझ्न आवश्यक छ जस्तो लाग्छ यो पीडामा कसको छोरा के कसको छोरी के को नजिकको को पराई यो विपत्तिले सबैलाई एकजुट गराएको छ यस्ता बेलामा झन् बढी परिवारका मान्छेहरू चाहिँ एकजुट हुन आवश्यक छ र कृपया उहाँहरूको छोराहरू जहाँ जहाँ हुनुहुन्छ बुवा आमा सम्झेर आइदिनुहोस् हामी धेरै टाढाबाट पनि आफ्नै घरको बुवा आमा सम्झेर यहाँ आएका छौँ यहाँ बस्तीमा आएका छौँ उहाँहरूसँगै बसेर खाएका छौँ हिँडेका छौँ डुलेका छौँ यस्तै चिज सबैले चाहिँ बुझ्नु जरुरी छ सबै एकजुट हुने बेला आएको छ सबै नेपाली एकजुट हौँ र यो विपत्तिकोमा चाहिँ केही मलमपट्टि लाउने अभियानमा सबैजना जुटौँ धन्यवाद